म चाहिँ यसो न्यु रोडतिर घुम्न गएको है साथीहरू। न्यु रोडतिर गएको घुम्नु गरिसकेँ, यहाँनिर त्यो पनि बोलाइसकेँ। अब म चाहिँ यहाँनिर पूजा गरेर यहाँ यसो बजार आएको, किरानी पसेँ। अब म यहाँबाट फर्किन्छु, अनि एकछिन बसेर फर्किन्छु। पूजा गरिसक्यो। अब यस्तो छ मन्दिरहरू, सबै मन्दिरहरू पूजा यहाँनिर गरिसकेँ। मैले टिका पनि लगाइसकेको छु। अब परेवालाई चारो किनेको छु है, परेवालाई अब चारो दिने यहाँनिर एकछिन चारो दिएर बस्ने। यसरी परेवाहरू कति छ, चारो खाँदै बस्दै चारो खाँदै। दिँदैछु भयो अब माथितिर माथि कति छ, त्यहाँ माथि छ परेवा पऱ्यो पऱ्यो। দেখলা এখানে পিচ্ছি মেয়ে শুরু করছে গেল। परिवारहरूमा भिडियो छान्ने परिवारहरू छैन रमाइलो हेरौँ लागेको क्या त, साह्रै रमाइलो लागेको थियो। यसरी बजार रमाइरहेको थियो। म पनि खुसीले परिवारहरू हेरिरहेको थिएँ, भिडियो खिचिबसेँ, नानीहरू पनि रमाइबसेको थियो। तर बकस चाहिँ म त्यहाँ मन्दिरमा किनिसकेँ, पूजा गरिसकेँ, चारोहरू पनि दिएँ। के किने अब घुमेर जाने म घुम्न आएको यहाँनिर बाँसुरी बजाउँदैछ। सानो कुरा गर्नु मिल्छ 10 सेकेन्ड, जस्ट 10 सेकेन्ड मात्र। म चाहिँ मार्केटिङ स्टुडेन्ट हो कि, म यहाँ भिडियो बनाउँदैछु। म चाहिँ मार्केटिङ स्टुडेन्ट हो कि दिजु। अनि म चाहिँ अहिले ब्याचलर फोर्थ इयरमा पढ्दैछु होइन। सो अहिले मेरो चाहिँ कस्तो छ भने अहिले मेरो प्र्याक्टिकल चलिरहेछ भने दिजु, प्र्याक्टिकल चलिरह भिडियो बनाइदिनु। प्र्याक्टिकल चलिरह। अनि यो प्र्याक्टिकल चाहिँ हाम्रो किन हुन्छ भने होइन, हाम्रो
नेपालमै बसेर केही रोजगार मिलोस् प्लस हाम्रो कम्युनिकेसन स्किल पनि बढोस् भनेर हो। अनि हाम्रो प्र्याक्टिकल चाहिँ 2 देखि 4 महिनासम्म हुन्छ। त्यो स्टुडेन्ट भाइको एउटा सामान किनिदिएँ अनि यहाँदेखि चाहिँ म फेरि लागेँ यतातिर घुम्नुको मजा पनि छुट्टै छ कि एकदम रमाइलो। त्यो हेरो सबै सामानहरू हेरो कस्तो राम्रो राम्रो के त कति राम्रो राम्रो सामानहरू सबै त्यो औँठीहरू के भनि नसक्ने के हो थुप्रो सामानहरू यस्तो मजा आउँछ। बजारमा भिड बजारभित्र